विदुरजी कपिलदेवको उपदेश सुनेर भगवान कपिलदेवको उपदेश सुनेर आमा देवहूति अत्यन्त खुसी भएर स्तुति गर्न लागिन्। देवहूति भन्छन्, हे ईश्वर, हे परमात्मा, जगत रचना गर्ने ब्रह्माका पनि रचयिता हजुर हुनुहुन्छ। ब्रह्मा हजुरकै द्वारा सृष्टि रचना गर्दछन्। हजुरबाट नै एक रूपबाट अनेक रूपको सृष्टि बन्दछ। प्रलयको समय भएपछि सम्पूर्ण सृष्टिलाई हजुर आफ्नो उदरमा लिन आफ्नो पेटमा राख्नुहुन्छ। मलाई यस कुराको खुसी र गर्व पनि छ कि त्यस्ता भगवान जो समस्त सृष्टि नै आफ्नो पेटमा लिन गर्नुहुन्छ, ती प्रभुलाई मैले आफ्नो उदरमा राख्न पाएँ, त्यस्ता भगवानलाई मैले जन्म दिन पाएँ भनेर देवहूतिलाई अत्यन्त खुसी लाग्यो। एकपल्ट मात्र पनि हजुरको नाम हृदयले स्मरण गर्दछ भने त्यो चाण्डाल भए पनि त्यस पुण्यले मोक्ष प्राप्त गर्दछ भन्ने हजुरको दर्शन पाएपछि त त्यो मुक्तिभन्दा पनि महान देखि पनि परम महान उत्तम फल प्राप्त हुन्छ। हजुर साक्षात् परब्रह्म स्वरूपलाई म प्रणाम गर्दछु। मैत्रेयजी भन्नुहुन्छ, हे विदुरजी, आमाको त्यस्तो भक्तिपूर्ण वचन सुनेर कपिलदेव भगवानले भन्नुभयो, हे माता, मैले जुन साङ्ख्य युगको सजिलो बाटो प्रदर्शन गरेँ, तपाईँ यसद्वारा अवश्य परमात्मा अर्थात् मलाई प्राप्त गर्नुहुनेछ। जुन दुर्बुद्धि व्यक्ति भेद बुद्धि राखेर मेरा वचनमा विश्वास गर्दैन त्यो नरकमा जान्छ। परिवारमा जन्मनु भएका उहाँको नाम हो हरिदास ठैकी। उहाँ एक दिनमा 3 लाख नाम जपेकाले यो कीर्तनमा समावेश हुनुभयो। के अरे हिन्दूको उसमा समावेश हुनुभयो। उहाँ अहिले किताबहरूमा फोटा छन्। यो गीतामा हरिदास ठैकी उहाँ मुसलमानको परिवारमा जन्मनु भएको। एक दिनमा 3 लाख नाम जप्दाखेरि अनि उहाँलाई के अरे यो हिन्दू समाजमा के हरिभजनमा राखेर उहाँको अहिले अब कति वर्ष अगाडिको कुरो यो भगवत गीता यसको नाम छ। यहाँ उहाँको फोटा हरिदास भजन। अब के हो त भन्दा राधे कृष्ण राधे कृष्ण राधे कृष्ण 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 राधे 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 श्याम राधे श्याम 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 राधे राधे राधे। ठुलो आवाज निकालेर सबैले करा झन् राम्रो, अति राम्रो। राधे गाउनु, हृदय नै उज्यालो हुन्छ। ल यहाँ भनेर छोडिदिनु अनि उता पनि। हजुर सबै राधे राधे अलि छिटो
तिमीलाई जेठिप्यमान पार्ने परम पद प्राप्त भयो। बोलिए देवहूति माताको जय। देवहूति पनि जानु। भगवान कपिलदेवले आमासित बिदा मागेर त्यस आश्रमबाट ईशान कुनातिर लाग्नुभयो। समुद्रको माझमा एउटा द्वीपमा, एउटा पहाडमा, एउटा टापुमा आफ्नो स्थान बनाएर तिनै लोकलाई शान्ति प्रदान गर्न योग मार्गको आराधना गर्दै समाधिस्थ हुनुभयो। त्यहाँ गन्धर्वहरू, अप्सराहरू, सिद्धहरू, मुनि आदिहरूले उनको स्तुति गरिरहन्छन्। हे विदुरजी, मैले तिमीलाई कपिलदेव र माता देवहूतिको संवाद सुनाएँ। यो उत्तम मार्ग र मुक्तिदाता पनि छ। यो बाटोको नियमपूर्वक अनुसरण गर्ने व्यक्तिलाई अवश्य ब्रह्मपद र साक्षात्कारको लाभ हुन्छ। सहजसित नमिल्ने ज्ञान पाउन् समस्त, सहज सकल जाओस् पाप भई आज अस्त। सहज गुण बढाउन लोक आफ्नो प्रशस्त, सहज मिली प्रभुमा हुन् सबै जीव मस्त। यो चाहिँ श्रीमद्भागवते सुख सागर तृतीय स्कन्ध समाप्तम। बोलो श्री कृष्ण गोविन्द हरे मुरारे, हे नाथ नारायण वासुदेव, आनन्द वैकुण्ठ मुकुन्द कृष्ण गोविन्द दामोदर माधवेति। बोलो भक्तवत्सल भगवान जय, राधा सर्वेश्वर भगवान जय, भगवान जय, भागवत महापुराण जय, महादेव को जय, आनंद को जय। जय 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 श्री राधे राधे श्याम।